हेलो साथीहरू, फेरि पनि एउटा जानकारी भिडियो तपाईँहरूको लागि लिएर आइसकेको छु। बाइकमा चाहिँ चेन छिटो छिटो अनि किन जान्छ त, बाइकमा चेन छिटो छिटो किन खाइरहन्छ अनि किन छिटो छिटो फेर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ धेरैभन्दा धेरै चाहिँ सुक्खा गरेर चेनलाई बाइकलाई चलाउनु भयो भने होइन, त्यो केसमा चाहिँ चेनहरू चाहिँ छिटो छिटो जाने हो। त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ प्रत्येक वासपछि चाहिँ तपाईँले चेनलाई चाहिँ लुब्रिकेटिङ गराउनु आवश्यक पर्दछ है। अनि अर्को भनेको तपाईँले हरेक हप्तामा 2 चोटि जति मात्र तपाईँले चेनहरूलाई चाहिँ लुब्रिकेटिङ गरे पनि केही फरक पर्दैन, तर प्रत्येक वासपछि चाहिँ तपाईँले चेनलाई चाहिँ तपाईँले लुब्रिकेटिङ गराउनु, नत्र चाहिँ के हुन्छ भने यस्तो खियाहरू खान सक्छ क्या, जुन यहाँ खिया लागिरहेछ नि बिच बिचमा, हो त्यस्तो खियाहरू चाहिँ रहन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले लङ टर्म टिकाउने भने चाहिँ चेनलाई चाहिँ तपाईँले टाइम टु टाइम लुब्रिकेटिङ गर्नु पर्यो र सफा गर्नु पर्यो। त्यसपछि तपाईँको चेन चाहिँ अलि लङ टर्मसम्म टिक्छ है त।